अघि मैले लाइभ पनि गरेको छैन, तिमीहरूको लाइभ पनि गरेको छ, सबैको लाइभ गरिसकेको छ, अहिले पनि गर्छु होइन, अहिले पनि गर्छु, सबैको हाल्छु। मास्क पनि खोल न, हिम्मत छ भने तिमीहरूको क्यालेस छैन भने मास्क पनि खोलेर अगाडि आऊ, अगाडि आऊ न। मास्क तिमीहरूको क्यालेस होइन भने अगाडि आऊ त, मास्क खोला त तिमीहरूको। 15 मिनट भयो, 15 मिनट भइसक्यो। मैले ड्युटी डक्टरलाई बोलाउन भन्दा पनि तिमीले बोलाउँदैनौ यार। खोइ ड्युटी डक्टर, यहाँ ड्युटी डक्टर बोला, ओइ ड्युटी डक्टर बोला, होइन भने तिमीले धुलाई भेट्छ साझ। तिमी चुप लाग्न, ड्युटी डक्टर बोलाउनु पछि पर्दैन। खोइ ड्युटी डक्टर, म आके 15 मिनट भइसक्यो। तिमीहरू सबको कपालमा उखाल्छु, ड्युटी डक्टरलाई बोलाइनस् भने यहाँ ड्युटी डक्टरलाई बोला। को थियो ड्युटी डक्टर? ड्युटी डक्टरलाई बोला, होइन भने तिमीलाई धुलाएपछि म त लेडिज हातले मिल्छु, जेन्ट्सले नमिल्ला, छोड्ने त छैन। म ड्युटी डक्टरलाई बोला छिटो। यहाँबाट कोही निस्किँदैन, निस्किएको होइन नि तपाईको त बस्नु न, हामी कल गरिरहेछौँ त। कल गर्दा पनि खोइ त यत्रो बेरसम्म आएको, यत्रो बेरसम्म आएको खोइ कल गर्दा किन बिस्तारो बोल्ने? आधा घन्टा भइसक्यो यहाँ। भइसकेपछि त सेभ नै भइहाल्छ। एउटा केस मात्रै होइन, यहाँ बारम्बार केस त्यस्तो हुन्छ। मेरो आत्मादेखि के भन्नु, डक्टरहरूले उहाँहरूले लाउनु भयो होला, तर उहाँहरू सक्षम हुनुहुन्न। मलाई रामकृष्णले के भन्नुभयो भने अब इमर्जेन्सी हो, मलाई आफै यहाँ आएन भने गएर लिएर जाऊ, गएर तिमी गएर को यहाँ को हुनुहुन्छ डक्टरलाई बोलाऊ, हामी कुरा मेरो भाइले अनि त्यहाँबाट उसलाई के भएछ, एकचोटि औषधि दिन पो जानु पर्यो दिदी भन्नु। अनि लु जा त म यता आउँछु भनेको उसलाई एकदम गाह्रो भयो। अब यो के भयो? यस्तो त गर्नु हुँदैन नि। अनि ए बहिनी अब बोलाइ त दिनु न, एकजना त चाहिदिनु परमेश्वरी भनेर। यहाँ त सिस्टम भइसकेको छ क्या, मान्छे क्षतिपूर्ति दिने सक्यौने। यो नयाँ केस होइन, जहीँ अस्ति भर्खर पनि भएको त्यही क्षतिपूर्ति दिने सिद्धाउने। इन्जेक्सन हान्दाखेरि के हो, सल्लाह गर्नु भएन। ब्लड पनि पोलिटिको सिस्टरहरूले एकदम तताउन लाएर एकदम गर्नुभएको थियो। पछाडि चाहिँ भाइले ल्यायो, भाइ तताउनु पर्छ होला है, हामीले पनि भनेको होइन हुन्छ अरे यहाँ तातैमा राख्नु भयो भन्नु। बिचरा उसले पनि दिएर निस्क्यो। अनि ठुलो चाहिँ भाइ हिँडो घर गयो, बहिनी गयो, उदेखि मुनिको बहिनी गई, जा नाइले जा भोलि आउँछस् होला। खोइ तिमीको डक्टर? त म बाँच्छु भनिवरी खाना खाइवरी गरेको। बहिनी र छोरो जाँदा उसले भनेर बिदा दिएको। स्टार्ट गर्नु भने 1 मिनटमा आउनु पर्ने, खोइ त बन्द गरे होला नि त। त्यो त अब के जान्नु हामी। खोइ तिमीको डक्टर? लाटा मूर्ख। त्यो 5 मिनट भन्ने त त्यता त्यसलाई पनि बोला। 5 मिनट जो मलाई लेक्चर दिइरहेको थियो नि त्यसलाई पनि बोला। त्यसको चाहिँ सुरुमा गाला चड्काउँछु म। ए बुनु तिमीहरुकोमा तिमीको फाइलमा त हुन्छ त, कार्डियोको कुन चाहिँ को आउनु भएको थियो राउन्ड भएर त तिमीको आफै त्यति गर्दा त अपरेसनको मुख्य डाक्टर पनि आउनु होइन दिदी। यो घामटहरु यस्तो छ नि, यिनीहरुको एटिट्युड महारानीहरुको एटिट्युड त सानो हुँदैन। अबि उनीहरु त महारानीहरु हो नि। अबि कत्रो हप्काई दप्काई यहाँनिर हामी त फ्रीमा घुम्न रोमान्स गर्न आए जतिकै गरेर एटिट्युड त्यस्तो देखाउँछ नि। हाम्रो यति गल्ती होस् न, एटिट्युड त्यस्तो हुन्छ। हामीले डाक्टरलाई फोन गरेर बोलाएको पनि सुनिनौं। अहिलेसम्म फोन गरेको चाहिँ खोइ त को आएको छ अहिलेसम्म। आउँदैन मलाई बिस्तारो बोल्न। यो उमेरमा यो सिचुएसनमा कसैले न मन्त्र जपेर बस्छ न त शान्त भएर बस्ने यो सिचुएसनै होइन। न त कुनै डायलग रटेर बोलिन्छ।